लेक्चरै हुनुपर्छ भन्ने छैन त अनि मेरो लागि त तपाईँ संसारको सबैभन्दा ठुलो हो नि त अरूका लागि नभए नि दिन सक्नुहुन्छ गाइस। अब बाजेले भनिसक्नु भयो होइन पहिला मान्छे किन यति बाँच्द थिए भिटामिन खाइकन मान्ने रहेछन् भिटामिन खाइकन है भिटामिन युक्त औषधि भिटामिन युक्त खानेकुरा खाएर जे खायो भने भिटामिन त आएको हुन्थ्यो। अहिले अब हामीहरू खान लाग्यौँ चाउमिनका लहरा रङका खाडल राख्ने अनि म 50 वर्ष अब तपाईँ कति वर्ष पाइने मन छ भन्नु अब कति वर्ष हुनुभयो तपाईँ वर्ष 75 को भयो 90 वर्ष पुगेको मल्लुवा भने आज 75 वर्ष भइजानु भयो 90 वर्षसम्म बाँध्ने विचार छ भनेपछि अझै 15 वर्ष बाँध्ने विचार छ अनि बाँध्नु दियो भने अरे के बाँध्न त को दिँदैन भने तपाईँ खानुहुन्छ बस्नुभयो तपाईँको बाँध्ने बाँचिहाल्नुहुन्छ बाँध्नु दिने कोहीले दिने हो र बाँचिहाल्नुहुन्छ तपाईँ त्यस्तो बाँध्ने टेन्सन नलिने बाँध्नुहुन्छ। तर मेरो कुरो यहाँ यस्तो भयो कि बाजे 75 वर्ष हुनुभयो पहिला जमाना मान्छे भएको बाजे 75 वर्ष अझै 10-15 वर्ष बाँचेर 90 वर्ष पुग्ने म कति वर्ष छु म 19 वर्ष बढीमा भए अब म 50 वर्षमै बाँचुला म 30-31 वर्षै बाँचुला अरू हाम्रै बजै आइन हाम्रै बजु क्या ल ल ल ल ल उता भाउजू उतै हुनुहुन्छ उता जानु सलक्क सोध्नु त्यहाँटै घर जानु खानु आनु बनाउनु भात हात खानु अनि आउनु खानु हाल्नुभयो भने अनि जानु मजासित अनि उता कुरा सुरा सोध्नु गफ गर्नु रमाइलो गर्नु जानु ए त्यही होइन अझै हामी कस्ता कस्ता रमाइलो कुरा अरे त्यही कहाँ थाहा आउँछ नि यस्ता रमाइलो कुरा भएछ कहाँ पुगेको थियौँ अरे हामी बाँच्ने 50 वर्षसम्म भन्ने कुरा थियो 90 वर्ष बाजेले बाँध्ने विचार गर्नुभयो अझै 15 वर्ष बाँध्ने विचार छ म पनि बाँच्छु लागि 90 वर्ष तपाईँहरू बाँचे हो कि तिमी बाँचे हो कि 90 वर्षसम्म तपाईँ पनि चाँडै गइकन मर्ने हो खान्छ दोकानमा गइकन क्या खाने क्या छन् ती सब चाउचाउ बिस्कुट चक्लेट खाऊ केटाकेटीदेखि बुढादेखि बालकसम्म सबै अनि 90 वर्ष यसरी भन्न पाइन्छ क्या आफ्नो शरीरमा छ भने तपाईँले भनेको देखाइ भयो मैले भनेको देखाइ भइगयो अब त्यही भएर आफ्नो खानेकुरा के हो सल्लाह मिलाएर खाने धेरै जङ्क फुडहरू नखाने चाउमिन खाना बनाउन भइया भन्ने दि मेरी बडी छ मेरी होइन ल्याउने खाने तर धेरै खानु भएन क्या हामी चाहिँ अहिले जमानाको मान्छेहरू कस्तो भयो भनेपछि हामी धेरै खाइदिनु लाग्यौँ क्या होइन बाजे त्यही भएको होइन त्यही भएर हो आज चाहिँ त्यही भएर मम्मीलाई मैले सलक्क लाएर यहाँ मम्मीलाई साग बनाउनु भनेको छु क्या मैले धेरै चाउमिन खान लागेँ म त्यही भएर यहाँ यो सागपात खानु पर्यो भने साग बनाउँदै हुनुहुन्छ देख्न सक्नुहुन्छ खरानी लगाइँदै हुनुहुन्छ मम्मी भुटो भयो क्या त भुटो भयो क्या त यसरी हेर्न पाइन्छ मम्मी त अरे हुन्छ हाम्रा मकै ठेउडा देख्न सक्नुहुन्छ गाई यो फुलको नाम के घन्टी होइन ए मखमली पछ्यौरीले तानौ कि भन्ने कि छ त हामीलाई नि यस्तो छ गाइस दिन सक्नुहुन्छ सलक्क हाम्रो घरतिर यस्तो छ मम्मी बस्नुहुन्छ भएन भए भएर अब यो भिडियो युट्युबमा जान्छ युट्युबका मान्छे हेर्छन् अनि मेरी आमालाई कति छन् भन्छन् कुरा गर्छन् मम्मीलाई देखा भन्छन् फेरिबाट तपाईँका फ्यान हुन्छन् लेक्चरै हुनुपर्छ भन्ने छैन त अनि मेरो लागि त तपाईँ संसारको सबैभन्दा ठुलो हो नि त अरूका लागि नभए नि त्यही भएर यहाँ यस्तो धुगाल छ गाइज देख्न सक्नुहुन्छ अब भिडियो धेरै लामो भयो होइन अब यो भिडियो धेरै लामो भयो गाइज अर्को भिडियोमा नयाँ कुराको साथ म फेरि आउने नै छु भनेर तपाईँहरूको सामु
बिदा हुन चाहन्छु। धन्यवाद। शुभ दिन, शुभरात्रि। दिउँसो हेर्न लाग्नु भने शुभ दिन, राति हेर्न लाग्नु भने शुभरात्रि सबैलाई। अहिले चाहिँ फेरि नयाँ भिडियोको साथ म फेरि आउनेछु भन्दै बाचा गर्दै अहिलेलाई बिदा हुन चाहन्छु। हस्, थ्याङ्क यू।